अभी प्रेम चारजना। हेलो गाइज, इट्स मी सफल गुरुङ। तपाईँलाई स्वागत छ मलाई मेरो एउटा नयाँ भ्लगमा। हेलो गाइज, इट्स मी सफल गुरुङ। तपाईँलाई स्वागत छ मेरो एउटा नयाँ भ्लगमा। यो चाहिँ मेरो नयाँ भ्लग हो। चट्ट आजको यात्रा चाहिँ हाम्रो चाहिँ स्याङ्जादेखि पोखरासम्मको हो। त्यति बोल्न चाहिँ आउन्न, त्यही पनि यस्तो ट्राई गर्नेवाला छु। के कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला है त। बाटोमा भेटौँ है त अहिले। ल कुरा हो हल चाहिँ हामी चट्ट स्याङ्जामा साथीले हुडी हेर्ने भनेर आइसकेको छौँ। अघि चाहिँ मैले बाटोमा बनाएको थिएँ आउने बेला मालेघरबाट। हल चाहिँ यहाँ छान्दैछ हजुर। स्याङ्जामा हो यो चाहिँ, हजुर पनि आउन सक्नुहुन्छ। चट्ट यो के अरे पुलिस त्यो थानाको साइडमा यहाँ राम्रै हुन्छ यहाँको चाहिँ यस कलेक्सनहरू दामी दामी नै हुन्छ। चट्ट क्यापहरूको पनि छ फेरि। ल हेर्दाखेरि मैले नि 2-3टा कलरहरू चाहिँ यहाँबाट लिएको थिएँ, एकदमै राम्रो हुन्छ। चट्ट होइन त दाइ। दाइले स्वागत छ मेरो एउटा भ्लगमा। यो मेरो फर्स्ट भ्लग हो कि दाइ। ल गाइज, अल चाहिँ हामी चाहिँ मेरो साथीको घर आइसकेको छौँ पोखरा जानको लागि। अब हाम्रो चाहिँ ग्याङ है यो पोखरा जाने ग्याङ। हामी जता हिँड्ने नि यिनीहरूसँग हो 4जना। एकजना घरबाट आएको थियो। चट्ट पाटोमा जानुपर्छ अब। यति 4जना चट्ट। यता हेर सन्देश मेरो भ्लगमा हाई भन नि त। हेलो हेलो ओए हेलो भन् ओए हेलो भन् हेलो। चट्ट यिनीहरू चाहिँ मलाई इग्नोर हानिसकेको छ। चट्ट रुपेशको मम्मीले चाहिँ दिएन आउन चट्ट घरमा। गाली सुन्ने गाइज, गाली खाँदै खा त्यहाँ चट्ट। ल गाइज, हाम्रो साथी चाहिँ आइसकेको छ। डिस्कस चल्दैछ यसको जाने कि नजाने भनेर हामीसँग। यो पनि अब कति जान्छ के हुन्छ तपाईँहरूलाई। दुधार नपरिन्छ कि यस्तो गरिन्छ हुन्छ। हाम्रो साथी चाहिँ आइसकेको छ चट्ट पाटोमा। ल हिँड्छु जानु हजुर जानुहुन्छ यस्तो हुँदैछ है। चाहिँ पोखरा आइसकेको छौँ चट्ट पोखरा यातायातमा। अनि चाहिँ तिनीहरू पनि बल्ल आयो। हल चाहिँ यसो भिडियो बनाउन अलि बिल्ला लाएर म यहाँ बसेको हो। चट्टै रोक्न चट्ट यस्तो भिड छ यहाँ यतिको छ यहाँ त्यति है। चट्ट बनाउनै बिल्ला लाग्यो कि अन्त भिड हेर्नै भिड। यो त उसको लागि होला न अभी प्रेम, लिखितको लागि होला क्या। लिखितको लागि चट्ट यति धेरै लाइन छ यार। एक राउन्ड घुमाइदिनु कि क्या हो त्यस्तै। ल केटा हो अल चाहिँ चौतारामा आएर बसेको। ब्लग बनाउनै बिल्ला लाग्यो कि यति धेरै मान्छे छ। आमा अल चाहिँ यहाँ
साथीहरूको यातायातको काम लाइसेन्स बनाउन लाइसेन्स आफ्नो सुरु यस्तो त हो नि चट्ट साथीहरूको चाहिँ साथीहरूको होइन साथीको त्यो लाइसेन्सको बोला थियो अरे त्यही भर्न आएको हाम्रो चाहिँ यहाँ यसो हामी तिनजना यहाँ हेर्नुहुन्छ चट्ट चट्ट त्यो त अहिले युट्युबमा हाल्छ आज ए ल साथीहरू दुईजनाको लाइसेन्स निस्किसकेको छ चट्ट पारोमा म पनि भोलि आउनुपर्ने हुन्छ चट्ट होइन कता कति नरे त्यहाँ छ एकजना त चट्ट अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ त्यसपछि एक ठाउँमा गएर भेटौँ है त चट्ट है चट्टल चाहिँ हामी हङकङ बजार आइसकेको छौँ यसलाई हिँडिकन अघिको दोकानको मन परेन अरे यसलाई चाहिँ पोखरा आएको पोखरामा यसले हिँडिकन छ चट्ट पारमा एउटा यसले किनिसकेपछि भेटौँ है त ल केटा हो बल्ल हङकङ बजार घुम्दै घुम्दै बल्ल एउटा मन पऱ्यो यसलाई यो बल्ल एउटा मन पऱ्यो यो पसलमा चट्ट दिलले धन मिलाएर दिनु है दिदी हजुर बाई बाई ल हुन्छ दिदी ल चट्ट हान्छ ल हाम्रो निस्किनु पर्ने हुन्छ होइन अनि चट्ट मलाई थाहा क्या त ढुकाओस् न चट्ट हङकङ बजार घुम्दा घुम्दा बल्ल यसले चाहिँ यो फेला पारिसकेको छ ल अब चाहिँ हामी त्यता हो कि बाहिर घुमेपछि भेट्नुपर्ने हुन्छ है त ल केटा हो चट्ट हामी चाहिँ अझै हाम्रो पुरै कामसाम भ्याएर चाहिँ खाजा खानु परेको चट्ट यहाँ चाहिँ यिनीहरू चट्ट हेर्दै चट्ट पारोमा हामी यो के अरे यो क्याफेको नाम के अरे क्याफे म्याफियामा छ नि केटा हो त्यसले चाहिँ त्यहाँ उस गर्थ्यो चट्टै ल है त अहिले जाने बेलामा भेटौँ है त खाजासाजा खाएर चट्ट पारोमा ल केटा चाहिँ हामी चाहिँ खाजासाजा खाएर निस्किसकेको छौँ चट्ट पारोमा अब चाहिँ डाइरेक्ट घर जाने हो हामी चाहिँ यो क्याफेमा बसेको थियौँ कि यो क्याफे माफिया चट्ट लगाएर अब चाहिँ डाइरेक्ट हामी घर जाने हो होइन अब कता हुन्छ त्यतै भेटौँ ल चट्ट पारोमा केटा हो चट्ट पारोमा अहिले चाहिँ एकछिन पोखराको यति अरे ल गाइज अल्छ चट्ट पोखराको बाटोमा रेस्ट गर्दैछौँ चट्ट पारोमा हेर्न सक्नुहुन्छ यिनीहरू त छ यो यता छ चट्ट हाम्रो तिनवटा स्कुटर र चट्ट ल है त अब एकछिन पछि भेटौँ ल हो गाइज ल है चट्ट हामी चाहिँ आइसक्यौँ पोखराबाट होइन खोइ म देखेँ देखेन देखियो ल गाइज अल्छ हामी चाहिँ चट्ट आइसकेको छौँ होइन नहाँस के भाइ हुन्छ यो अल्छ हामी चाहिँ आएर ब्याडमिन्टन खेल्न जानु लाग्यो चट्ट ब्याडमिन्टन खेल्ने ठाउँमा भेटौँ भयो अब त्यही धेरै बोल्न आएन कि ल केटा हो चट्ट अल चाहिँ अनि ब्याडमिन्टन कोर्टमा आइसकेको छौँ अब चट्ट ब्याडमिन्टन खेल्नुपर्छ होइन चट्ट पारोमा हेर्नुहोस् नि चट्ट यिनीहरू मैले पनि तपाईँहरूलाई खेलेको देखाउने छु चट्ट अहिले अहिले चाहिँ हामीसँग ब्याट छैन ब्याट लिन गएको छ साथी एउटा आएपछि चाहिँ खतरा खेल्नुपर्छ